भनिदिउँ न भनिदिउँ। प्रतीक साथी तिमी खुसी रहनु। ए ओए प्रतीक पनि नहसाउन प्लिज, नहसाउन। त्यसपछि म किन मस्काएर भ्युअर्सहरू मस्किरहेको छ फेरि यहाँ अर्काको कुरा सुनेर हेर न। अनि त्यसपछि अरू भन न। त्यसपछि छुट्टै मजा लिइरहेको छ फेरि प्रतिहरूले, ए उसले भ्युअर्सहरूले। नाचेको मात्रै पो टिकटक बनाएको भन न अझै। अनि त्यसपछि अब प्रतीक साथीलाई के भन्नु मैले? अरू अरूको बुढी यसरी धेरै नहेर प्रतीक। अरू जहिले पनि मेरो गर्लफ्रेन्डहरूलाई हेर्छौ। रिभेन्ज लिएको भनिरहेको छ त, के हो यहाँ कमेन्ट भरि? मैले केही लिएको छैन यार। होइन यो चाहिँ मेरो गेमिङको लागि हो। तिमीले त मुटु नै उ गरिदियो यार। तिम्रै मात्रै गर्लफ्रेन्ड हो भनेर कान्छले खिच। ओ दियो है केटोले। तिमी त्यसै मेरो गर्लफ्रेन्ड नबन। ऊ त मेरो गर्लफ्रेन्ड भएकै थियो। उसलाई मैले घुमाउन लिएर गएकै हो प्रतीक हेर। घुमाउन गएको भन्दैमा आफ्नै बुढी हुँदैन। मन मिलेमा त जे पनि हुन्छ। त्यो मिल्छै भन्ने हुँदैन। त्यो मिल्छ कि मिल्दैन त तिमीलाई थाहा हुँदैन प्रतीक। त्यो त हामी सँगै भएको बेला थाहा हुन्छ। प्रतीक गेम खेल न, स्टडी गर प्रतीक, नत्र गाह्रो हुन्छ। मलाई पूर्ण विश्वास छ त्यस्तो हुन सक्दैन। ओ विश्वासघात भयो। विश्वासघात भयो प्रतीकलाई फेरि। प्रतीक त जहिले धोका खान्छ।